नमस्कार सबैमा। आज हामी चाहिँ एकदमै इन्ट्रेस्टिङ भिडियो बनाउँदैछौँ। यो चाहिँ हामी सबैलाई कम्प्युटर इन्टरनेट चलाउने सबैलाई एकदमै आवश्यक भिडियो हुन सक्छ जस्तो लाग्छ मलाई। यो चाहिँ के हो त? यो बोलेर नै हामीले नेपालीमा टाइप गर्न सक्छौँ। हामी सबैलाई धेरै नै किसिमको डकुमेन्टहरू बनाउनु पर्छ जुन नेपाली भाषामा चाहिन्छ। कतिलाई नेपालीका विभिन्न फन्टहरू थाहा छ जुन टाइप गर्नुपर्छ, कतिले युनिकोडहरू प्रयोग गर्नुहुन्छ अथवा अन्य टुलहरू अनलाइन टुलहरू प्रयोग गर्नुहुन्छ जहाँ चाहिँ इङ्ग्लिसमा लेखेर नेपालीमा कन्भर्ट गर्छ, कपी पेस्ट गर्नुहुन्छ। त्यो सबै मैले पनि प्रयोग गरेको छु र धेरै नै झन्झटिलो र टाइम कन्ज्युमिङ टास्क जस्तो लाग्छ मलाई। साथै कतिजना अहिले पनि कन्फ्युज हुनुहुन्छ होला कि ओहो नेपालीमा टाइप कसरी गर्ने भनेर। आउनुहोस् है, एकदमै सजिलो र इफिसियन्ट वे हामी सिकौँ। यो चाहिँ गुगलको नै सर्भिस हो, त्यसैले यसको लागि तपाईसँग जिमेल अकाउन्ट हुनु पर्यो। आफूसँग भएको जिमेल अकाउन्ट लगइन गर्नुहोस् र गुगलको अर्को सेवा drive.google.com मा जानुहोस् र फाइल मेनुमा क्लिक गरेर नयाँ डकुमेन्ट फाइल क्रिएट गर्नुहोस्। यसरी ब्ल्याङ्क डकुमेन्ट क्रिएट भए पश्चात फाइल मेनुसँगै रहेको टुल्स भन्ने एउटा मेनुमा क्लिक गरेर भोइस टाइपिङ भनेर सब मेनु सिलेक्ट गर्नुहोस्। भोइस टाइपिङ सब मेनु क्लिक गर्दा तपाईको ब्ल्याङ्क डकुमेन्टको लेफ्ट साइडमा माइकको आइकन आउँछ। त्यो आइकनको माथि तपाईसँग ल्याङ्ग्वेजको इङ्ग्लिस भनेर एउटा अप्सन हुन्छ जहाँ तपाईले क्लिक गरेर नेपाली भाषा सबभन्दा तलतिर हुन्छ नेपालीमै लेखेको त्यो चुज गर्नुहोस् र नेपाली भाषा चुज गरे पश्चात त्यो माइकमा क्लिक गर्दा अन, फेरिदेखि क्लिक गर्दा अफ हुन सक्छ। त्यसैले आफूले जुन बेला टाइप गर्नु छ, बोलेर टाइप गर्नु छ, अन गर्नुहोस् र जुन बेला स्टप गर्नु छ फेरिदेखि क्लिक गरेर अफ गर्न सक्नुहुन्छ। र मैले टाइप गर्दा टेस्ट गर्दा यसले 100% एक्युरेट तरिकाले बोलेकै नेपालीमा बोल्छु, त्यसले बोलेकै भरमा गुगलले मजाले टाइप गरिदिँदो रहेछ। कुनै ठाउँमा कुनै कारणले मिस्टेक भएको खण्डमा पनि स्टप गरेर त्यसलाई डिलिट गर्नुहोस् र फेरिदेखि बोल्नुहोस्, फेरिदेखि टाइप हुन्छ। यसरी बोलेकै भरमा क्विकली नै एक्युरेटली नै टाइप हुने भएकोले तपाईलाई एडिट गर्ने, करेक्सन गर्ने झन्झट पनि भएन, किबोर्डमा टाइप गरिराख्नु पनि परेन। एकदमै सजिलो तरिकाले लार्ज डकुमेन्टहरू पनि नेपालीमा तपाईँ बोलेकै भरमा प्रयोग गर्न सक्नुहुन्छ। त्यसैले यो मलाई गुगलको जिमेलवाला यो जुन नेपाली बोलेकै भरमा जुन नेपालीमा टाइप गर्ने सेवा छ एकदमै उपयोगी लागेको छ। तपाईलाई पनि एकदमै उपयोगी हुन सक्छ। एकचोटि ट्राई गर्नुहोस् र कस्तो लाग्छ तपाईलाई कमेन्टमा लेख्नुहोस्। साथै यो भन्दा पनि कुनै राम्रा टुलहरू पनि छन् भने कमेन्टमा त्यसको लिंक या मेसेजमा लेखेर हामी सबैलाई जानकारी गराउनुहोस् र नेपाली टाइपिङलाई